यो नेपाल हो, हाम्रो सानो अनि प्यारो देश। अनि हाम्रो देशमा एउटा संघीय सरकार, 7वटा प्रदेश सरकार अनि 753वटा स्थानीय तह मिलेर जनताको हक हितको लागि काम गर्छन् नि, हैन र? होइन होला के हो? तर यी सबै बाहेक पनि सिस्टमसँग जोडिएर एउटा अर्को अननोन बडीले हाम्रो अनि देशको लागि काम गर्छ। एउटा यस्तो वर्किङ मेसिन जुन हुन त अदृश्य हुन्छ, तर यसले हाम्रो दैनिक जीवनमा धेरै ठुलो असर पारिरहेको हुन्छ। हाम्रो देशमा घट्ने प्रत्येक घटनाहरूका पछाडि यही एउटा बडीको प्रमुख योगदान हुन्छ भन्दा पनि फरक नपर्ला, र त्यो अननोन बडी हो ब्युरोक्रेसी। Bureaucracy, right? Gotta love bureaucracy. Bureaucracy! Bureaucracy! Bureaucracy. Oh, bureaucracy. And no mission. ब्युरोक्रेसी हाम्रो देशको रेगुलर अपरेसन रन गर्नका लागि जति महत्त्वपूर्ण छ नि त्यति नै कम्प्लिकेटेड छ यसको विषयवस्तु। त्यसैले यो कम्प्लिकेटेड विषयलाई धेरै नै सजिलो तरिकाले बुझ्ने प्रयास गरौँ आजको नो मोर लाइजमा। ब्युरोक्रेसी भन्नाले कुनै पनि सरकारको कर्मचारी अनि उनीहरूले दिनहुँ सञ्चालन गर्ने कागजपत्र बीचको नातालाई बुझिन्छ। यसलाई एउटा साधारण कथाको माध्यमबाट बुझौँ है त। मदन एउटा सानो गाउँबाट देशमै केही गर्नुपर्छ भन्ने ठुलो सपना बोकेर सहर छिरेको जोस जागरले भरिएको एउटा युवा हो। उसले भर्खरै बिएमा मास्टर सकेको छ अनि उसँग नेपालमै बिजनेस स्टार्ट गर्न धेरै राम्रो आइडियाहरू छन्। उसँग बिजनेस सुरु गर्न छैन त केवल क्यापिटल यानी पुँजी। यसका लागि उसले मुनाको सहयोग लिन्छ। अब भने उनीहरूसँग आइडिया पनि छ अनि क्यापिटल पनि। अब भने उनीहरूलाई एउटा सानो पेपर वर्क चाहिएको छ, तर त्यो पेपर वर्क पाउन भने उनीहरूलाई धेरै गाह्रो पर्छ। बारम्बार रजिस्टर अफिस धाउनु पर्छ, एउटा टेबलदेखि अर्को टेबल अनि एउटादेखि अर्को पोस्टका अधिकारीको सही लिन कोठा कोठा धाउनु पर्छ। यदि कन्ट्याक्ट राम्रो भए वा टेबल मुनि लुकाएर एक दुईवटा नोटका बन्डल दिन सके त उनीहरूको काम एकैछिनमा हुन्छ। तर यदि यी सबै नभएको खण्डमा यो काममा एक हप्तादेखि एक महिना, एक महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्छ। तर त्यति बेलासम्म न त उनीहरूसँग बिजनेस गर्न त्यति बढी क्यापिटल नै हुन्छ, न त पहिलाको जस्तो जोस जागर नै। एक शब्दमा भन्नु पर्दा उनीहरूको हालत नि त्यस्तै हुन्छ जस्तो आजका अधिकांश युवाहरूको छ। पेट पाल्न वैदेशिक रोजगार नै अन्तिम विकल्प। तर देश र जनताको हक हितका लागि भनेर बनाइएको ब्युरोक्रेसी जनताकै खुन चुस्ने जुका जस्तो चाहिँ किन र कसरी भयो त? यसको नि छुट्टै रमाइलो कथा छ। यसलाई नि सुरुदेखि नै बुझौँ है त। आजभन्दा हजारौं वर्ष अगाडि 221 देखि 206 बीसीतिर तत्कालीन चाइना अन्तर्गत पर्ने क्वीन साम्राज्यमा एउटा समस्याले जरा गर्न थाल्यो। साना ठुला सबै निर्णयहरूमा त्यस राज्यका सम्राट वा राज परिवारको मात्र एकलौटी निर्णय हुने गर्थ्यो, जसले गर्दा राज्य चलाउन पनि धेरै सजिलो हुने गर्थ्यो। तर यहाँ एउटा ठुलो समस्या पनि थियो। जब त्यस राज्यका सम्राट अरू नै काममा व्यस्त वा बिरामी भएको खण्डमा विशेष निर्णय हुन नपाउँदा राज्य नै सङ्कटमा आउने भयो। त्यसैले यो समस्याका लागि क्वीन साम्राज्यका सम्राटहरूले एउटा नयाँ रणनीति बनाउन थाले। उनीहरूले आफ्नो राज्यमा पहिलादेखि काम गर्दै आएका तल्लो वर्गका कामदारहरूलाई निकालेर भरोसा गर्न लायकका ब्युरोक्रेट्सहरूलाई आफ्नो देशसँग सम्बन्धित ब्युरोक्रेटिक जिम्मेवारी दिए, जसले चाहिँ राजाको अनुपस्थितिमा सही, जरुरी अनि छिटो निर्णय लिन सक्थे। यो नीतिलाई नजिकैबाट अवलोकन गर्दै आएका कन्फ्युसियस, जसलाई चाइनाको पहिलो शिक्षक पनि भन्ने गरिन्छ, उनको मन भने यो ब्युरोक्रेटिकले उनीहरूको राजनैतिक, पारिवारिक र संवैधानिक परम्पराहरू घट्ने वा बिलाउँदै जाने कुराले धेरै नै चिन्तित बनाएको थियो। त्यसैले उनले यी सबै कुराहरूलाई मिलाएर एउटा बेग्लै अनि कम्प्लेक्स ब्युरोक्रेटिक सिस्टम बनाए, जसलाई 202 बीसी देखि 220 एडी सम्म हान पिरियडमा लागू समेत गरियो। यसरी समयसँगै इन्भल्भ हुँदै आएको ब्युरोक्रेटिक सिस्टमलाई एउटा सफल राजतन्त्रको जग समेत मान्न थालिएको थियो। यसरी नै ब्युरोक्रेटिक सिस्टमको इतिहासमा 165 बीसीमा पहिलो पटक सम्राट वेनले आफ्ना साम्राज्यमा परीक्षा लिएर भर्ती गर्ने परम्परा ल्याए, जसमा कुनै एउटा क्षेत्रमा विशेष क्षमता भएका व्यक्तिहरूको परीक्षा लिएर उनीहरू मध्ये उत्कृष्टलाई सो जिम्मेवारीमा नियुक्ति गरिन्थ्यो। यसरी आजभन्दा धेरै वर्ष अगाडि पनि ब्युरोक्रेसी प्रयोगमा आएको कहानीहरू सुन्न पाइन्छ। एन्सियन्ट चाइनाबाट सुरु भएको ब्युरोक्रेसी समयको गतिसँगै पर्सिया, रसिया अनि अशान्ति साम्राज्य हुँदै युके अनि फ्रान्ससम्म पुग्यो, जहाँसम्म आइपुग्दा परम्परागत ब्युरोक्रेसी इभल्भ हुँदै मोडर्नाइज समेत भइसकेको थियो, जसको लिखित प्रमाण
आजभन्दा 360 वर्ष अगाडि सन् 1665 मा किङ लुइस 14 को समयमा देख्न पाइन्छ। सन् 1665 मा फ्रान्सका तत्कालीन सम्राट किङ लुइस 14 ले आफ्नो देशको खस्किँदै गरेको इकोनोमीलाई बचाउन जीन ब्याप्टिस्ट कोल्बर्टलाई अर्थमन्त्री पदमा एपोइन्ट गरे। आफ्नो जिम्मेवारीलाई राम्रोसँग बुझेका कोल्बर्टले देशको मोनेटरी रेगुलेसनमा केही परिवर्तन ल्याउँदै भ्रष्ट अधिकारीहरूलाई कारबाही गर्न थाले। अब भने फ्रान्समा शासन सत्ता चलाउन थप सजिलो हुँदै गयो। समय समयमा त्यहाँको अर्थमन्त्री फेरिए सँगसँगै फेरियो धेरै नीति नियम पनि। अनि समयसँगै फ्रान्सको ब्युरोक्रेटिक सिस्टममा नयाँ अधिकारीहरू पनि थपिँदै गए। तर फ्रान्सको यस मोडर्न ब्युरोक्रेटिक सिस्टमको विरोध गर्दै जोन स्टुअर्ट मिलले पछि सन् 1838 मा गएर मात्र पहिलोचोटि कागजमा उतार्ने हिम्मत गर्दै यसो भनेका थिए, आफ्नो असली अस्तित्वमा नरहेको फ्रान्सेली सरकारको र यसलाई सही दिशा प्रदान गर्न अस्थायी रूपमा तयार पारिएको ब्युरोक्रेसी जसलाई नेपोलियनले विशाल स्थायी प्रशासनिक अत्याचारको जाल बनाइदिए, यो कर्मचारी तन्त्रले अब फ्रान्समा कोही व्यक्तिलाई पनि स्वतन्त्र बाँकी राख्दैन भनेर भनेका थिए, जसलाई हामीले आज पनि धेरै नै रिलेट गर्न सक्छौं। नेपालको सन्दर्भमा ब्युरोक्रेसी राणा शासनको समयमा प्रवेश गरेको मानिन्छ, जहाँ राणाहरूले पद कर्मका आधारमा श्री तिनको जिम्मेवारी उठाउने, अरूले चाहिँ आफूलाई छुट्याइएको पदको जिम्मेवारी उठाउने गरेका थिए। तर राणा शासनको अन्त्यपछि भने आफ्ना आफन्तहरूतिर झुकेको ब्युरोक्रेसीलाई जरीबाट उखाल्दै हकदार अनि दक्ष उम्मेदवारलाई कुनै पदको जिम्मेवारी दिने नियतले नेपालमा ब्युरोक्रेसी अफिसियल रूपमा प्रवेश गराउँदै जुन 15 1951 का दिन नेपालमा लोकसेवा आयोगको स्थापना गरियो। तर यसको केही समयपछि फेरि नेपालमा पञ्चायती व्यवस्थाको सुरुवात भयो, जसले केही हदसम्म हकदारले भन्दा पनि कृपावादले प्राथमिकता पायो। राजा वा उनको परिवारसँग केही नाता पर्ने व्यक्तिहरूलाई नै कुनै पनि गाउँको प्रमुख बनाइन्थ्यो, जसले गर्दा धेरै निर्णयहरूमा पक्षपात समेत हुने गर्थ्यो। तर 10 वर्षसम्म चलेको जनआन्दोलनले यो सबै बदल्दै एउटा नयाँ सिस्टमको सुरुवात गर्न सहयोग गर्यो। अनि पछि सन् 2015 मा आएको अन्तरिम संविधान 2072 ले संघीयताको स्थापना गर्दै सरकार अनि प्रशासनलाई संघीय, प्रदेशीय अनि स्थानीय तहमा बदलिदियो। अनि यसरी सुरु भयो आज तपाईँ हामीले दिक्क मान्दै गाली गरेको नेपाली ब्युरोक्रेसी यानी कर्मचारी तन्त्रको। तर ब्युरोक्रेसीले कुनै पनि देशमा सयौं नकारात्मक प्रभाव निम्ताए पनि हामीले यसको सकारात्मक प्रभावलाई भने बिर्सिनु हुँदैन। राज्यमा आइपर्ने समस्याहरूको अस्थायी समाधानको रूपमा सुरु भएको ब्युरोक्रेसी आज कुनै पनि सरकार अनि सरकारी कामहरूको लागि एउटा अति नै महत्त्वपूर्ण साधन बनेको छ। तर यसको ग्रोथ किनकि वर्तमान समाजले यसको माग गर्छ। तपाईँ हामी सबैले यसको माग गरेका छौं अनि अन्त्यसम्म गरिरहनेछौं। कुनै पनि देशको सरकार गतिशील हिसाबले अगाडि बढ्न जति जनताको आवश्यक पर्छ नि त्यति नै आवश्यक पर्छ सरकारका निम्ति काम गर्ने कर्मचारी अनि ब्युरोक्रेसीको। कुनै पनि कामलाई छिटो अनि पर्फेक्सनको साथमा सम्पन्न गर्नका निम्ति एउटा उचित नेतृत्व अनि उत्तरदायित्वको लागि आजको समाजले कर्मचारी तन्त्र वा ब्युरोक्रेसीको माग गरेको छ। मे 28, 2008 का दिन जब नेपाल एउटा हिन्दू राष्ट्रियबाट संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो, त्यसपछिदेखि आजसम्म 14 चोटि प्रधानमन्त्री फेरिएका छन्। अझै यसमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गर्ने हो भने यो नम्बर 15 हुन पुग्छ। फरक प्रधानमन्त्रीहरू भएको भए नि छुट्टै कुरा, तर हाम्रो देशले त एउटै मान्छे बारम्बार आएर अर्को कुनै शक्तिशाली पार्टीसँग गठबन्धन गरेर सत्ता आफ्नो हातमा लिएको सम्म देखेको छ। यो हो नेपालको स्वास्थ्य मन्त्रालय। विभिन्न हेल्थ पोलिसी अनि प्लान बनाउने, हेल्थ इमर्जेन्सीहरूलाई म्यानेज गर्ने अनि महामारीको बेला भ्याक्सिनको उचित व्यवस्थापन गराउने जस्ता कामहरू नेपालको स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्दछन्। नेपालभरि अलग अलग संस्थाहरूमा सञ्चालन भइरहेका स्वास्थ्य चौकीहरू अनि यहाँ काम गर्ने सम्पूर्ण कर्मचारीहरू यही मन्त्रालय अन्तर्गत पर्दछन्। अनि यो हो भूमि व्यवस्थापन तथा अभिलेख विभाग। भूमि दर्ता, नक्सा पास अनि भूमि कर सङ्कलन सम्बन्धी सबै काम यही कार्यालयले गर्छ। नेपालका अलग अलग ठाउँहरूमा रहेका सबै मालपोत कार्यालय अनि यहाँ काम गर्ने सम्पूर्ण कर्मचारीहरू यही विभाग अन्तर्गत पर्दछन्। यी दुवै नेपाल सरकारकै एक अंश भए तापनि यिनीहरूले आफ्नो आफ्नो बीचमा रहेर काम गर्छन्, तर एउटा क्षेत्रमा आएर भने दुईवटै एक आपसमा ठोकिन्छन्। त्यो हो कर्मचारी तन्त्रको क्षेत्र। हामीले भिडियोको सुरुवातमा भने जस्तै हाम्रो दैनिकी सरकारी कामहरूमा हुने ढिलासुस्ती त नेपाली समाजमा हुने ब्युरोक्रेसीको एउटा सानो उदाहरण मात्रै हो। यसलाई छाडेर नेपाली समाजमा ब्युरोक्रेसीको जाल यति
गहिरो फालिएको छ जसले एउटा ठाउँको मात्र नभएर पुरै देशको राजनीति अनि अर्थतन्त्रलाई कन्ट्रोल गर्ने सामर्थ्य राख्छ। राणा शासन अनि पञ्चायतको समयदेखि नै डोमिनेन्ट रहेको ब्युरोक्रेसीले आज पनि हाम्रो देशको सानोदेखि ठुलो सबै खालको कामहरूलाई कन्ट्रोल गर्छ। यो प्रणाली सुरुदेखि नै समाजलाई सन्तुलनमा राख्न बनाइएको थियो, न कि जनताहरूको सेवा गर्न न दुःख दिन। तर लोकतन्त्र र संघीयता आइसके तापनि नेपालको ब्युरोक्रेसी त्यही पुरानै हालमा छ, त्यही पुरानो मानसिकता र त्यही पुरानै नियम अनि सरकारी संरचना। हामीले ब्युरोक्रेसीका सिद्धान्तहरू पढ्दा निर्वाचित प्रतिनिधिले नीति निर्माण गर्छन् अनि ब्युरोक्रेट्सहरूले त्यसलाई इम्प्लिमेन्ट गर्छन् भनेर पढेका छौँ नि, तर त्यसो हुँदैन। यसको ठीक उल्टो पुरानै सिस्टमको कन्ट्रोल नै ब्युरोक्रेट्सहरूसँग हुने गर्छ। कसको फाइललाई अगाडि बढाउनेदेखि कसको पक्षमा डिसिजन लिनेसम्मको कन्ट्रोल ब्युरोक्रेटसँगै हुन्छ। र यो सबै हुनुमा एउटा ठुलो कारण पोलिटिकल अस्थिरता पनि हो। प्राय जस्तो हरेक वर्ष नै एउटा सरकार ढल्छ अनि अर्को सरकार बन्छ, सँगै फेरिन्छन् प्रधानमन्त्री। तर यो सबै देखिरहेको हाम्रो आँखाले हाम्रै छेउमा वर्षौंदेखि हाम्रो काम गर्दै आएका ब्युरोक्रेट्सहरूलाई भने देख्दैनौँ। सरकार फेरिएको बहानामा सरकारी कामकाजमा हुने ढिलासुस्ती, वरिष्ठ प्रविधि अनि भ्रष्टाचारलाई देख्दैनौँ, किनभने अन्तिममा 3 करोड जनताको काम गरिदिने सत्तामा रहेका संसद वा नेता होइनन्। हामी सबैको सबै सरकारी काम गरिदिने ती ब्युरोक्रेट्स हुन् जसले वर्षौंदेखि टेबल माथि वा मुनि काम गर्छन्। तर हाम्रो काममा ढिलासुस्ती वा हेलचक्राइ हुँदा हामी भने गाली गर्छौँ त केवल सरकारलाई मात्रै। केही महिनादेखि नेपालमा नयाँ परिवर्तनको संकेत देखिँदैछ। राजसभाको यो लहरले 3 करोड नेपालीको ध्यान तानेको छ। सोचे अनुरूप राजसभाले झन्नै 2 तिहाई नै ल्याएको छ अनि अब भने सत्तामा पुगेकाले आफ्नो हिसाबमा कुनै पनि रोकथोक बिना मजाले काम गर्न पाउने छ। सबैमा लोकप्रिय बालन शाह प्रधानमन्त्री भएका छन् अनि आफ्नो नेतृत्वको मन्त्रीमण्डलबाट आफूले सोचे अनुरूप काम गराउन सक्षम पनि छन्। त्यसैले अब भने उनले चेन्ज ल्याउने बेला आएको छ। नेपालमा चलिआएको यो ब्युरोक्रेसीलाई बढालेर हाम्रो समाज सन्तुलनमा राख्ने खालको ब्युरोक्रेसीको स्थापना गर्ने बेला आएको छ। साँचो परिवर्तन त्यो दिन सुरु हुन्छ जुन दिन हामीहरूले देश नेताले होइन प्रणाली र जनताको सोचले बदलिन्छ भन्ने कुरा बुझ्छौँ। तपाईलाई यस विषयमा के लाग्छ त कृपया कमेन्ट गर्न अवश्य पनि नबिर्सनु होला। हस्त आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ। नेपाली जनतामा नेपालै नरहे